हेलो हेलो नमस्ते नमस्ते म बबिन राणा। अहिले नेपालमा चाहिँ फेरि एउटा चाहिँ क्रान्ति होला जस्तो स्थिति देखिन्छ। पूर्व राजाका पक्षहरू र गणतन्त्रधारी यी दुवै फेरि पनि एउटा चाहिँ बीचमा चाहिँ नराम्रो खालको एउटा चाहिँ प्रतिद्वन्द्व देखिन्छ। सबैभन्दा पहिला राजाको कुरा गरौँ है। राजा विगतका दिनहरूमा अर्थात् हैन पहिला पहिला राजाहरू चाहिँ एउटा बौद्धिक व्यक्तिहरू राजा बन्ने गर्थे। अर्को चाहिँ एउटा चाहिँ पावरको आधारमा आफूले जति क्षेत्रहरू कब्जा गर्न सक्छ त्यसलाई चाहिँ एउटा चाहिँ आफ्नो कब्जामा लिएर राजा बन्ने गर्थे। पक्कै पनि नेपालको एउटा चाहिँ राज इतिहास हेर्दाखेरि नेपालमा अलिकति बौद्धिक व्यक्ति पनि भनौँ पृथ्वीनारायण शाह, जसले 22औं 24औं राज्यहरूलाई चाहिँ एकीकरण गरेर एउटा सिङ्गो नेपाल बनाए। त्यसको श्रेय पक्कै पनि पूर्व राजा पृथ्वीनारायण शाहलाई हामीले इतिहासमा पढ्दै आएका छौँ र राजा भनेर हामीले सम्मान गर्दै आएका छौँ। त्यस पछाडि उहाँकै सन्तानहरू हैन, त्यो राजा जसले देश बनाए उहाँकै सन्तानहरूले चाहिँ देश चलाउने अर्थात् राजा बन्ने भन्ने एउटा चाहिँ परम्परा त्यतिखेर भयो। पक्कै पनि यो तपाईले यति विचार गर्नुपर्छ कि राजा भन्ने बित्तिकै अलिकति शिक्षित हैन, अलिकति देशलाई भिजनरी एबल चाहिँ प्लानहरू भएको हैन, र त्यो अलिकति एउटा चाहिँ साहस भएको मान्छे पनि पक्कै आवश्यक पर्छ। त्यतिखेर के थियो भन्दाखेरि राजाको खानदान भनेपछि पढ्न पाउने अलिकति वेल फ्यामिली है, त्यतिखेर स्वास्थ्य शिक्षाहरू उनीहरूले प्रदान गर्थ्यो। किनकि उनीहरूले आफ्नो अब अलिकति पावरमा भइसके पछाडि सबै कुरा गर्न पाए हैन। त्यस कारणले गर्दाखेरि राजाहरू बन्दै आए र उहाँहरूसँग एउटा चाहिँ भिजन पनि थियो, राम्रो कुरा पनि थियो, पढेको पनि थिए हैन। अब त्यस पछाडि भएपछि राजा मान्नु हाम्रो मनमा सबैको जनताको मनमा बस्नु स्वाभाविक छ के राम्रो काम गर्नेलाई राजा मान्नु चाहिँ स्वाभाविक हो। हामीले यहाँ राजाको अर्थ नबुझ्दाखेरि चाहिँ कुरो बिग्रियो के। राजा भनेको कुनै पनि मान्छे अर्थात् जनताको मनमा राज गर्ने मान्छे नै राजा हो के। त्यतिखेर बौद्धिक मान्छे अलिकति पावरफुल मान्छे भएको कारणले गर्दा त्यो बेलाको जनताहरूको मनमा राज गर्न सक्यो, राजा बन्यो हैन। अहिले त हजारौं पढ्ने मान्छेहरू छ, त्यो पढ्नेहरूको भिडबाट एउटा राजा, ल हाम्रै अहिले ज्ञानेन्द्र विक्रम शाहलाई कुरा गरौँ न, उहाँको एउटा चाहिँ राम्रो दक्षता होला हैन, पढ्नु पाएको पनि होला, एउटा राज खानदानबाट आएको पनि होला, तर उहाँहरू भन्दा त अझै राम्रो भिजनरी अझ राम्रो देशलाई प्रगति गर्ने खालको हैन अहिले नयाँ नयाँ युवाहरू पनि आउनु भएको छ। उनीहरूले जनताको मनमा राज गर्न सकेर त अहिले उनीहरूसँग एउटा चाहिँ हाम्रो नेता भनेर पछाडि लागेको छ। राजाले गर्न सकेन भन्ने कुरा चाहिँ प्रुभ भइसक्यो के। त्यस कारणले गर्दाखेरि राजा तपाईँ घरको राजा हुनुहुन्छ, तपाईँलाई तपाईँको श्रीमतीले कति माया गर्नुहुन्छ हैन, मनमा राख्नु भएको छ मेरो राजा भन्नुहुन्छ। यदि तपाईँले राम्रो गर्नुहुन्न भने तपाईँकै बजाइदिन्छ बाजा हैन। त्यो हो कि खास राजा भनेको त्यत्तिकै म राजा भनेर हुँदैन के। तपाईँले तपाईँको जनता, तपाईँको घर परिवार, तपाईँको वरिपरि भएका साथीहरूको मन जित्न सक्नुभयो भने त्यो राज, अर्काको मनमा राज गर्नु नै राजा हो के। अब जबरजस्ती मलाई राजा बना भनेर कहीँ हुन्छ, त्यो दिमाग नभएको त्यो पाखण्डीहरूले त्यस्तो भन्छ कि। खासमा राजा भनेको त यस्तो चिज हुनुपर्छ कम्तीमा बहुमतले के 100 जनामा 60-70 जनाले चाहिँ कम्तीमा ओ यो ठिक छ है, हाम्रो मनमा राज गर्न सक्छ, यसले राम्रो देश विकास गर्न सक्छ हैन, देशलाई कायापलट गर्न सक्छ भन्ने मान्छे भयो भने त त्यसले त्यत्तिकै राजा भयो नि। अहिले हाम्रो ज्ञानेन्द्र शाही एकदमै युवा नयाँ नेता, राम्रो, उहाँको पछाडि धेरै जनशक्ति पनि छ हैन, उहाँलाई मान्दा पनि मान्छ है। अहिले उनीले चाहिँ त्यो गइसकेको राजालाई राजा उठाउँछु भनेर हिँड्नु चाहिँ लास्टै त्यो जतिको गुज्रेको दिमाग चाहिँ खासै मलाई लागेन कि। ज्ञानेन्द्र शाही तपाईँ आउनुहोस्, तपाईँ राजा बन्नुहोस् क्या, तपाईँ राम्रो जनताको मन जित्नुहोस् हैन। तपाईँले मन जित्न सकेन भने अर्को आउला, अर्को राजा गर्ला हैन। फेरि त्यो नभए अर्कोमा नयाँ राजा भन्ने छान्न पाइयो के हैन। तपाईँले राम्रो गर्नुहोस्, बरु तपाईँको यहाँ कम्तीमा जुम्लाको एउटा चाहिँ जनताले
राजा बन्न पाउने एउटा चाहिँ राज जस्तो अहिलेको अब राष्ट्रपति भनौँ अर्थात् केही भनौँ होइन पाउने एउटा चाहिँ राम्रो व्यवस्था छ। यस्तो व्यवस्थामा तपाईँ धावा बोल्दै त्यो अब राजाको बारेमा अलिकति होइन राजा ल्याउँछु भनेर उफ्रेर हिँड्नु चाहिँ यो बौद्धिक भएन के। रविन्द्र मिश्र त्यत्रो बौद्धिक मान्छे हो, अचम्म लाग्छ के। यिनीहरूको खास राजा ल्याउने प्लान होइन। यसले के त प्रचण्डे शेरे होइन केपीले अब देश खायो, यिनीहरूले मात्र किन दिने, यिनीहरू दिनुभन्दा बरु राजालाई दिउँ भन्ने जस्तो एउटा चाहिँ इगोले काम गरिरहेछ होइन। त्यस कारणले गर्दाखेरि यता राजा 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 भन्ने उफ्रिएको छ। राजा ल्याउने यिनीहरू हुँदै होइन क्या, राजाको 2-4 पैसा खाने भारदारहरू हुन् के। त्यस कारणले गर्दा तपाईँहरू आउनुहोस्, यस्तो राम्रो व्यवस्था छ। बरु गणतन्त्रमा चाहिँ राष्ट्रपतिलाई चाहिँ कसरी गर्ने होइन, प्रत्यक्ष कार्यकारी बनाउनुतिर लाग्ने कि होइन। जनतालाई एउटा चाहिँ सामान्य जनतालाई चाहिँ एउटा बौद्धिक व्यक्तिलाई एउटा भिजन भएको व्यक्तिलाई राजा बनायो भने त्यही हो के देश बन्ने। राजा सबैको मनमा चाहिँ एउटा चाहिँ साझा एउटा चाहिँ राज गर्न सक्ने व्यक्ति हुनु पर्यो के। तपाईँको पहिलाको हाम्रो अब महेन्द्र भनौँ होइन वीरेन्द्र भनौँ, उहाँहरू कति जनताको मनमा राज गर्न सक्ने राजा हुनुहुन्थ्यो के। त्यस कारणले गर्दा राजा भनेर रेस्पेक्ट गरियो त्यतिखेर। अब सबै जनताहरू पनि त्यति शिक्षित थिएन होइन। अहिले त सबै जनताहरू शिक्षित भइसके। अब देशले कस्तो भिजनमा लैजाने प्रत्येकको आफ्नो भिजन होला, तर त्यो भिजनबाट सबभन्दा कुन राम्रो छ त्यो भिजनलाई चाहिँ राम्रो मान्ने हो कि है। अब अहिले गणतन्त्रको पिता होइन गणतन्त्रको राजा भने पनि अब प्रचण्डलाई भन्छ होइन, किनभने उहाँले चाहिँ लडेर ल्यायो। एक हिसाबले गर्दा आतङ्ककारी, एक हिसाबले गर्दा धर्मकारी होइन। त्यहाँ दुईवटा छ के। त्यसका यस्तो वाद विवाद भनेको भइरहन्छ होइन। त्यस कारणले गर्दाखेरि राजेन्द्र लिङ्गदेन जस्तो बौद्धिक मान्छे, ज्ञानेन्द्र साहिब जस्तो बौद्धिक होइन, रविन्द्र मिश्र यस्तो बौद्धिक मान्छेहरूले पनि राजाको बारेमा चाहिँ अलिकति रैती बनेर राजालाई फेरि पाउमा ढोक गर्ने यस्तो चाहिँ अलिकति सुहाएन कि। तपाईँहरूले भनेको एउटा चाहिँ सेरेमोनियल किङ राजाले केही नगर्ने होइन, जापानको जस्तो भने होला क्या। तर जापानको जस्तो राजा भनेको राजै हुनुपर्छ कि। राजाको जस्तो एउटा चाहिँ माइन्ड हुनु पऱ्यो होइन, एउटा चाहिँ कल्चर हुनु पऱ्यो। हामीले मान्दै आएको राजा कस्तो र हामीले अब मान्न गइरहेको राजा कस्तो एउटा चाहिँ सेरेमोनियल बनाए पनि त्यसले चाहिँ खासै देशमा चाहिँ केही फरक पर्दैन कि। तपाईँको राजनीति भनेको एउटा चाहिँ हौवाको राजनीति, एउटा चाहिँ आफ्नो दुनो सोझर राजनीति मात्रै हो। यसमा चाहिँ जनताहरू चाहिँ नझुक्किनु होला कि। राजाको 2-4 पैसा खाएर यिनीहरूले भोलि राजालाई नै गाली गर्ने हो होइन। त्यस कारणले गर्दाखेरि राजा सबभन्दा बेटर के छ भने राजा यदि राजा चाहिएकै हो भने बरु अब चाहिँ राप्रपाले राजाको बारेमा होइन राष्ट्रपति प्रत्यक्ष कार्यकारीतिर जाने होइन। प्रत्यक्ष कार्यकारी पाएपछि राजाले उठाउने अनि राजाले आफ्नै होइन प्रत्यक्ष कार्यकारी भएपछि त एकदम पावर पनि हुन्छ। राम्रो काम गर्न भिजन भयो भने त्यसलाई चाहिँ लागू गर्न पनि पाइयो होइन। हाम्रो अब यस्तो राम्रो हिमानी राज्यलक्ष्मी हुनुहुन्छ, त्यस्तो राम्रो राम्रो छ, नराम्रो होइन। तर पनि हामीले चाहिँ जुन सिस्टमलाई चाहिँ अलिकति पछाडिपट्टि होइन कि अगाडिपट्टि लगेर होइन अझ परिष्कृत गणतन्त्र भनौँ। अब देश विकास हुन पऱ्यो कि। तन्त्र सन्त्र मन्त्र काम छैन के वास्तवमा। हुन त एउटा चाहिँ एउटा सिस्टम हो, सिस्टम नभइकन देश हुँदैन। तर त्यो सिस्टममा चाहिँ अब देश विकास नभइसकेपछि त्यो अब फेलियर जस्तै अब परिष्कृत गरेर लैजाऊँ होइन। तपाईँ राजा भन्नुहोस् न ज्ञानेन्द्र शाही, तपाईँ राजा, तपाईँ जस्तो मान्छे, तपाईँ जस्तो युवा मान्छे, तपाईँको पछाडि लाखौँ फलोवर्स छ, तपाईँलाई माया गर्ने धेरै हुनुहुन्छ, तपाईँ आउनुहोस् राजा बन्नुहोस्, यस्तो चान्स छ। फेरि तपाईँले किन अब हाम्रो ज्ञानेन्द्र शाहलाई नै राजा बनाउनु पर्यो? त्यति कुरा चाहिँ मलाई अचम्म लाग्छ। त्यति कुरा चाहिँ किन तपाईँले अरू जनतालाई झुक्याइरहनु भएको छ? कि तपाईँले अब राजाको वरिपरि बसेर होइन तपाईँको चाहिँ खाने मैले मात्रै खान्छु, प्रचण्ड त्यो केपी ओलीले सब लातले हान्छु भन्ने सोच हो र? त्यस्तो हो भने चाहिँ अब ठिकै छ। नत्र भने तपाईँ राजाको बारेमा चाहिँ राजा आउनुहोस् भन्नु पर्दैन। राजा प्रत्यक्ष तपाईँ कार्यकारी बनाउनुहोस्, राजा ल्याउनुहोस्, राजालाई उठाउनुहोस्, जनताले मान्यो भने के होइन सबैले ओके छ। राजा 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 भन्ने अब देश विकास हुनु पर्यो। हामीले त्यत्तिकै राजा मान्छौँ। हाम्रो मनमा बस्न सक्ने राजा नै सबैको राजा। तपाईँको मनमा राजा, मेरो मनमा राजा
सबैको मनमा राजा, तर राज गर्न सक्ने कामहरू गर्नु पर्यो। यति नै भन्दै म थ्याङ्क यू भन्न चाहन्छु है त।